अब खास यो हाम्रो मोटरमा हुँदाखेरि चाहिँ खास गोलो हुन्छ, तर हामीले चाहिँ अब यहाँ पेपरमा तथा व्हाइट बोर्डमा चाहिँ गोलो बनाउन नमिलेको भएर अहिले हामीले चाहिँ यस्तो बनाइरहेका छौँ। यो हाम्रो मोटरमा हेर्ने बेलामा चाहिँ यो 1 र 14 चाहिँ के हुन्थ्यो, यसरी गोलो भएर आएको हुन्छ। अब म चाहिँ यहाँ यसको वायरिङ डायग्राममा चाहिँ हाम्रो यसमा सिंगल फेज मोटर भएको भएर एउटा चाहिँ रनिङ वाइन्डिङ हुन्छ। रनिङ वाइन्डिङलाई चाहिँ म रातो पेनले बनाउँछु भने यसको स्टार्टिङ वाइन्डिङलाई चाहिँ कालो पेनले बनाएको हुन्छु। र यसको हिसाब चाहिँ हामीले हिजो गरिसकेको छ। हिसाबमा हामीले के निकालिएको छ त भन्दाखेरि चाहिँ हिजो सुरुमा चाहिँ स्टार्टिङ वाइन्डिङ स्टार्ट फ्रम 1 भनेर निकालिएको थियो, के होइन? हो, त्यही भएको भएर अब हामी चाहिँ 1बाट चाहिँ हामी के गर्छौँ, कोइललाई चाहिँ सुरु गर्छौँ, अथवा यो 1बाट चाहिँ एउटा कोइल हाल्ने बेलामा एउटा टुप्पा चाहिँ निक्लिएको हुन्छ है। अब त्यसपछि अब हामीले यो कहाँ लैजाने भनेर चाहिँ हामीले हिजो हिसाब पनि गरेका थियौँ। तपाईँहरूलाई म यो हिसाब पनि अहिले बिचमा देखाउँछु। यो चाहिँ हाम्रो यो कहाँ लैजाने भन्ने कुरा पत्ता लगाउनको लागि चाहिँ कोइल पिच चाहिँ हामीले पत्ता लगाउनु पर्ने हुन्छ है। हिजो हाम्रो यो 2 पोलको मोटरमा चाहिँ कोइल पिच चाहिँ हाम्रो के थियो, 12 थियो भनेको। त्यो 12 निक्लिनु भनेको एउटा कोइल 1 देखि सुरु भएर कति नम्बरमा जान्छ भनेको 12 नम्बरमा जान्छ भनेको नि त, के होइन? त्यही भएको भएर अब हामी चाहिँ के गर्छौँ, यो सुरुको कोइललाई चाहिँ 1 देखि 12 मा लैजान्छौँ। अब हामीले यो चित्रलाई अलिकति राम्रो बनाउनको लागि चाहिँ के गर्न सकिन्छ भने यो दुईटाको ठ्याक्कै सेन्टर भनेको यो 12 को हाफ भनेको 6 हुन्छ। यो 6 को बिचमा चाहिँ हामी के गर्छौँ, यसलाई लर यसरी ट्रायङ्गल जस्तो बनाइयो भने हामीलाई पछि बनाउनलाई के हुन्छ, सजिलो हुन्छ, सबै राम्रो देखिन्छ है। अब यसमा चाहिँ हाम्रो के थियो त भन्दाखेरि चाहिँ यो 2 पोलको छ, 2 भागमा बाँडिन्छ। कोइल पिच 1 देखि 12 भएको भएर हामीले के गरियो, 1 देखि 12 मा लैयो। र यसमा चाहिँ हामीले हाल्न पर्ने कोइल चाहिँ टोटल कतिवटा थियो त, रनिङको 8वटा थियो। 8वटा भएको भएर 8वटालाई 2 भागमा बाँड्दाखेरि चाहिँ कतिवटा भयो, 4-4वटा चाहिँ कोइल हाल्नुपर्ने हुन्छ। बल्ल हामी 1 देखि के गरियो, 12 सम्मको कोइल चाहिँ हालियो। अब 12बाट निक्लिएको टुप्पालाई चाहिँ हामी फेरि के गरिन्छ त भन्दाखेरि मोटर बनाउने बेलामा चाहिँ यसको घट्दो क्रम भनेको भित्रभित्र नर्मल हामीले बुझ्ने भाषामा चाहिँ घट्दो क्रम भनेको भित्रभित्र चाहिँ के गरिन्छ, हालिन्छ है। यसरी हाल्न पर्ने कोइल कतिवटा हो, 4वटा हो। बल्ल 2टा पुरा भयो हाम्रो। त्यसै गरेर फेरि अब हामी के गर्छौँ, तेस्रो अहिलेसम्म कतिवटा हाल्यो, 1 2 3। यसमा चाहिँ हाम्रो कतिवटा जान्छ, 4वटा जान्छ। अब यो हाम्रो 2 पोलको भएर हामीसँग रनिङको कोइल चाहिँ 8वटा कोइल थियो। त्यो पोलले चाहिँ हामीले के बुझिन्छ भने यसलाई 2 भागमा बाँडेर हाल्ने भन्ने बुझिन्छ भनिएको थियो हामीले, हैन? त्यही अनुसार अहिले हामीले के गरियो, यसलाई चाहिँ 1 पोलमा टोटल 8वटा कोइल थियो। 8वटा कोइललाई चाहिँ 1 पोलमा 4वटा हालियो हामीले। 1 देखि 12 मा हालियो, 2 देखि 11 मा हालियो, 3 देखि 10 मा हालियो र 4 देखि 9 बाट निक्लियो। अब सुरुमा हाल्ने बेलामा हामीले टुप्पालाई चाहिँ 1 बाट सुरु गरिएको थियो भने अब लास्टमा निक्लिने बेला कतिबाट निक्लियो, 9 बाट चाहिँ निक्लियो है। अब त्यसपछि फेरि हामी यसरी नै अब फेरि हाम्रो त खास 2 पोल भनेपछि त 2टा भागमा हाल्नु छ। बल्ल रनिङको एउटा भागको हालियो। अब फेरि हामी यसलाई के गर्छौँ, अर्को भागको हाल्न सुरु गर्छौँ। अर्को भाग हाल्ने बेलामा चाहिँ हामीले के गर्नुपर्छ त भन्दाखेरि यसको लगत्तै भनेको यो हामीले सुरुमा हालेको कोइलको लगत्तै हाल्न सुरु गर्नुपर्ने हुन्छ। अहिले हाम्रो 12 सम्म गइसकेको छ भनेपछि अब हामीले कतिबाट हाल्न सुरु गर्छौँ, 13 बाट फेरि हाल्न सुरु गर्छौँ।
13बाट पनि यसको चाहिँ कोइल पिच हाम्रो कति छ 12 छ। त्यही भएर हामी यहाँबाट यसलाई 1 मानेर 12 गर्नुपर्छ। अघि हामीले यहाँबाट 1 देखि 12 मा हालेका थियौँ। त्यसरी नै अब हामी के गर्छौँ यसलाई 1 मानेर फेरि हामीले केमा हाल्नुपर्छ 12 मा हाल्नुपर्छ। यो 1 2 3 4 5 6 7 8 9 10 11 12 भनेपछि अब कतिमा जाने हो 24 मा जाने हो। यो अहिले जस्तै नै हामीले के गर्छौँ भने अब हाल्ने बेलामा चाहिँ सबै कोइल के हाल्नु पर्यो घट्दो क्रममा भित्र हाल्नु पर्यो है। यसमा पनि हामीले कतिवटा कोइल हाल्नुपर्ने हुन्छ 4वटै कोइल हाल्नुपर्ने हुन्छ। यही जान्छ अहिले हामीले चाहिँ यसमा हाल्नुपर्ने 4वटै टोटल 8वटा तर एक भागमा 4वटा दियो भने यो भागमा पनि 4वटा गरेर हामीले कतिवटा हालियो 8वटा कोइल रनिङको 8वटा कोइल चाहिँ हालिसकियो है। अब यसै गरेर अब हामीले चाहिँ यो सिंगल फेज भएको भएर रनिङ र स्टार्टिङ गरेर दुई भागमा बाँडिन्थ्यो। त्यो मध्येमा यो रातो कलरले देखाएको अहिले रनिङ वाइन्डिङ छ। रनिङ वाइन्डिङ चाहिँ हामीले के गरियो हालिसकियो। अब यसैमा हामी चाहिँ अब के गरिन्छ त भन्दाखेरि चाहिँ स्टार्टिङ वाइन्डिङ चाहिँ सुरु गरिन्छ है हाल्नलाई। अब स्टार्टिङ वाइन्डिङ कसरी हाल्ने भन्ने कुरा त हिजो हामीले हिसाब गरिसकियो। स्टार्टिङ वाइन्डिङ स्टार्ट फ्रम भनेर हामीले निकालिएको थियो। यो 2 पोलको मोटरमा चाहिँ 6बाट सुरु हुन्छ भनेर हामीले निकालिएको थियो। ओके 6 निक्लिएको थियो ओके हैन। यो अब हामीले हाल्ने बेलामा 1 प्लस गरेर गर्ने भएको भएर अब कतिबाट सुरु गरिन्छ हामीले 7बाट सुरु गरिन्छ भनेपछि अब यो अघि रनिङ सुरु भएको थियो भने त्यसरी नै अब यो 7 देखि चाहिँ हामीले के गरिन्छ त स्टार्टिङ कोइललाई हाल्न सुरु गरिन्छ है। अब हेरौँ है यो स्टार्टिङ कोइल पनि कहाँ हाल्ने भन्ने कुरा चाहिँ अघि रनिङमा जे हामीले मेथड युज गरिएको थियो त्यही मेथड यसमा युज गर्नुपर्ने हुन्छ। त्यो मेथड भनेको के मेथड हो भने कोइल पिच हाम्रो 12 आएको भएर अब 7 देखि पनि हामीले कतिको डिफ्रेन्टमा हाल्नुपर्ने हुन्छ 12 कै डिफ्रेन्टमा हाल्नुपर्ने हुन्छ। यो 7 लाई अहिले हामीले 1 मानेर अब हामी 12 कहाँ हुन्छ त्यहाँ पुर्याउनु पर्ने हुन्छ। 7 यो 1 हो 2 3 4 5 6 7 8 9 10 11 12 अब यो कहाँ आउँदो रहेछ 18 मा आउँदो रहेछ है। यो हामीले यतिकै हाल्ने होइन किनभने यो हिसाबमा हिजो नै हाम्रो के आएको थियो कोइल पिच चाहिँ 12 आएको थियो। त्यही भएर हामीले चाहिँ सबै कोइल चाहिँ सुरुमा 12 को डिफ्रेन्टमा हालेका छौँ है। अब यसमा फेरि कोइल ल्याउने कि नल्याउने भन्ने कुरा थाहा पाउनलाई चाहिँ हामीले के सम्झिनुपर्छ भने स्टार्टिङ कोइलमा हामीसँग टोटल कतिवटा कोइल छ भन्ने कुरा चाहिँ थाहा हुनु पर्यो। स्टार्टिङमा हामीसँग भएको कोइल कति हो 4वटा हो। 4वटालाई कति भागमा हाल्नु पर्यो जस्तो अघि हामीले रनिङमा यसमा यसको 8वटा थियो 8वटा 4वटा यता 4वटा यता गरेर हालेको थियो भने अब यसमा पनि हामीसँग 4वटा छ भने यो 2 भाग लाउँदाखेरि एउटामा कतिवटा हाल्नु पर्यो 2वटा हाल्नुपर्ने भएको भएर अब फेरि हामीले के गरिन्छ भन्दाखेरि यता ल्याउनु पर्यो 2टा पुर्याउनु पर्यो नि त कोइल हैन। एउटा त हालिएको थियो अब फेरि यसरी 2टा पुर्याउनु पर्यो हामीले। अब यो घट्दो क्रममा आउँछ भित्रभित्र। अहिले हिजो अघि पनि हामी भित्रभित्र हालिएको थियो कि हालिएको थिएन त्यही भएको भएर अब यो पनि केमा हाल्नु पर्यो हामीले भित्रभित्र हाल्नु पर्यो। अब यहाँदेखि के हुने भयो हामीले हाल्नु पर्यो 2टा मात्रै हो कि हैन हो 2टा मात्रै भएको भएर यो चाहिँ यहाँदेखि कहाँ निक्लियो बाहिर निक्लियो। हेरौँ त यहाँदेखि सुरु भयो यहाँदेखि के भयो बाहिर निक्लियो 7 देखि सुरु भयो 17 देखि बाहिर भयो।
अब हामीले हाल्नु पर्ने फेरि अझै एउटा छ कि छैन, एउटा बाँकी छ नि, एउटा पोल त पुग्यो, अब फेरि एउटा बाँकी छ अझै भनेपछि अब हामीले फेरि के गर्छौँ, अब यसको लगत्तै अघि हामीले यो 1 देखि 12 मा हालिएको थियो, 1 देखि 12 मा हाल्दाखेरि 13 बाट सुरु गरे जस्तै अब हामीले 7 देखि हाल्दाखेरि 18 मा हालिएको थियो कि हालिएको थिएन भनेपछि अबको क्वाइल चाहिँ लगत्तै 18 लगत्तै कतिमा हाल्नु पर्यो, 19 बाट चाहिँ क्वाइल हाल्न सुरु गर्नु पर्यो। अब 19 मा त हाल्ने, अब हामीले फेरि 19 बाट कहाँ लाने भन्ने कुरा हुन्छ क्या। 19 बाट कहाँ लाने भनेर सम्झिनलाई चाहिँ हामीले के थाहा पाउनु पर्यो, क्वाइल पिच कति हो यसको। एउटा क्वाइल 1 मा हालेपछि कतिमा हालिएको थियो, अघि हामीले 12 मा हालिएको थियो भनेपछि यो सुरुकोलाई 1 मानेर अब हामीले 12 गर्नु पर्यो। 12 गर्दाखेरि सबैजना चाहिँ अलि धेरै के हुन्छ भने यहाँ झुक्किन्छ, किनभने अहिले हामीले चाहिँ यसलाई चाहिँ त्यस्तो सिधा रूपमा राखिएको छ। खास वास्तवमा मोटर चाहिँ के हुन्छ भने यो 14 र 1 त एकै ठाउँमा गोलो हुँदाखेरि चाहिँ हाम्रो ल मान यस्तो गोलो हुँदाखेरि चाहिँ यो हाम्रो सुरुमा 1 बाट सुरु गरियो भने हाम्रो यहाँनिर आएको क्वाइल कति हुन्छ, 24 हुन्छ। यहाँ 2 3 हुँदै यसरी 3 हुँदै घुम्दै 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 आएर यहाँ के हुन्छ 22 23 24 हुने भएको भएर यो लगत्तै अब यो गर्नुपर्ने हुन्छ। हामीले भन्न खोजेको अहिले 19 देखि गर्न सुरु गरेर 19 लाई 1 2 3 4 5 6 7 8 9 10 11 12 हेरौँ त अहिले हाम्रो क्वाइल पिच 12 नै हो। 19 देखि हाल्न सुरु गर्दाखेरि यो क्वाइल कतिमा आउँदो रहेछ, 6 मा आउँदो रहेछ है। अब यो 6 लाई र 19 लाई त हामीले त यो यसमा त अहिले जोड्न मिल्दैन हो कि हैन, जोड्न नमिल्ने भएको भएर अब हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ यसरी बाहिर मात्रै निकालेर यो कहाँदेखि कहाँ जाने हो भन्ने कुरा चाहिँ हामीले के गर्नुपर्छ, यहाँ यसरी लेख्न पर्यो। यो लेखिसकेपछि यो हाम्रो अहिले जाने चाहिँ कहाँ हो, 6 मा जाने हो। यहाँ चाहिँ हामीले के लेख्नु पर्यो, 6 लेख्नु पर्यो। यो 6 लेखेपछि अब यहाँ कतिबाट आएको हो, 6 मा आउने हो नि यो हो। अब यसमा चाहिँ कतिबाट आएको हो त्यो चाहिँ हामीले कहाँ लेख्नुपर्ने हुन्छ, यहाँ लेख्नुपर्ने हुन्छ। ल हेर त यो भएपछि त्यहाँबाट निक्लेको 6 मा जानु पर्यो भन्ने कुरा बुझाउँछ त्यसले है। हामीसँग यो गोलो नभएको भएर हामीले गोलो बनाइन्थ्यो भने फेरि यो अहिले जस्तो यस्तो यस्तो बनिरहेको थियो यहाँ पनि के बन्थ्यो त्यस्तै बन्थ्यो, तर अहिले चाहिँ यो गोलो नभएको भएर चाहिँ हामीले के गर्नु पर्यो, यहाँदेखि निक्लेर 6 मा गयो 19 देखि फेरि यो 19 बाट आएको चाहिँ यसरी हामीले के गर्नु पर्यो, 6 मा इन भएको देखिनु पर्यो है। अब हामीसँग त एउटा मात्रै क्वाइल भयो त 6 बाट निकाल्न पाइन्थ्यो। अब यसमा हाल्न पर्ने क्वाइल कतिवटा छ, 2टा छ नि हो। अब 2टा भइसकेपछि चाहिँ अब के गर्ने त भन्दाखेरि यसलाई चाहिँ हामीले यता तान्दिने है। यता तानिसकेपछि अब यो जाने भनेको कहाँ हो, 20 मा हो नि भित्र भनेको त। अब यहाँ लेख्ने बेलामा हामीले के लेख्नु पर्यो, 20 लेख्नु पर्यो। हेर त यो 20 को तल्लोमा जानु पर्यो। अब यसरी यो कहाँ आउनु पर्यो, कतिबाट आएको हो, यो 6 बाट आएको नि, यहाँ 6 चाहिँ लेख्नु पर्यो। यो 6 बाट आएको नि त, यो 6 बाट आएर नि यहाँ 20 मा छिर्यो कि छिरेन, यहाँबाट निक्ल्यो 20 मा गयो। अब 20 बाट फेरि यसरी नै के गर्नु पर्यो हामीले, अब यो कतिमा जाने भयो, 5, यो चाहिँ 5 मा जाने भयो। अब फेरि यहाँ 5 मा आउनु पर्यो नि त, उताबाट अब 5 8 निक्ल्यो। यो चाहिँ के गर्नु पर्यो हामीले, यसरी कतिबाट ल्याउनु पर्यो, 20 बाट चाहिँ 5 मा आएको देखाउनु पर्यो। र अब यो चाहिँ के हुने भयो बल्ल, इन्डिङ पोइन्ट ल बाहिर निक्लिने भयो है। ल अब हामीले के गरिन्छ त भन्दाखेरि मोटरमा निकाल्ने बेलामा त जम्मा 4वटा पोइन्ट मात्रै निकालिन्छ, तर अहिले हामीसँग हेरौँ त कतिवटा पोइन्ट निक्ल्यो, रनिङको हेरौँ है, एउटा पोइन्ट 2टा पोइन्ट 3टा पोइन्ट 4वटा पोइन्ट। हेरौँ त रनिङकै 4वटा पोइन्ट निक्ल्यो। हामीले टोटल 4वटा पोइन्ट निकाल्नु पर्ने थियो, रनिङको मात्रै 4वटा निक्ल्यो। फेरि स्टार्टिङको पनि हेरौँ त, सुरुमा हामीले कति 7 बाट सुरु गरेको नि, यो एउटा त्यसपछि गरेर यो 2टा यो 3टा यो फेरि 4वटा निक्ल्यो है। अब हामीले सिंगल फेज मोटरमा चाहिँ अब यो जति बेला पनि यो हालेका क्वाइलहरूको पोइन्ट जोड्नलाई चाहिँ कि स्टार्टिङ अथवा इन्डिङ जोड्ने गरिन्छ है। अब स्टार्टिङ के हो इन्डिङ के हो भनेर बुझ्नलाई चाहिँ अघि हामीले यो क्वाइल हाल्न सुरु गर्ने बेलामा चाहिँ यसलाई स्टार्टिङ पोइन्ट मानेको थियौँ नि हो कि हैन। यो यसरी 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 घुम्दा 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 लास्टमा यहाँ निक्ले थियो कि निक्ले थिएन, निक्ले थियो नि। यसरी नै फेरि अर्को सुरु गर्ने बेलामा हेर त यहाँ 13 देखि सुरु गरेको कि हैन, यो स्टार्टिङ भयो यो इन्डिङ भयो हो नि। अब अहिले मैले के भने स्टार्टिङ पोइन्ट जोड्ने अथवा इन्डिङ पोइन्ट जोड्ने भनेर भनिन्छ है। तर हामीले अघि नै सुरुमा हामीले के गरिन्छ त भन्दाखेरि चाहिँ 1 लाई चाहिँ 1 लाई चाहिँ 1 नम्बरको क्वाइललाई चाहिँ यो रनिङको स्टार्टिङ पोइन्ट मानिन्छ प्राय जसो है। तर यो यताउता परेर केही हुन्न। तर हामीले के चाहिँ छुटाउनु भनौँ भने हामीले के जोडिरहेछौँ भन्ने कुरा चाहिँ छुटाउनु भन, कि इन्डिङ जोड्नु पर्यो कि स्टार्टिङ जोड्नु पर्यो। अहिलेको हाम्रो केसमा चाहिँ यो इन्डिङ थियो कि थिएन, यो इन्डिङलाई र
हामी के गर्छौँ यो इन्डिङ छ नि यो दुईटा इन्डिङलाई यो इन्डिङलाई जोड्छौँ र यो रनिङको स्टार्टिङ पोइन्ट यसलाई रनिङको इन्डिङ पोइन्ट कोइलमा दुईटा पोइन्ट हुन्छ नि हो कि हैन अब जस्तो हामीले यो कोइल भयो भने नर्मली यो कोइललाई हामी यसरी 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 बेर्दै जाँदाखेरि यसलाई रनिङ पोइन्ट मान्यो भने के अरे स्टार्टिङ पोइन्ट मान्यो भने यसलाई के मान्छौँ हामी इन्डिङ पोइन्ट मान्छौँ नि हैन हो त्यस्तै यो कोइल हेर त रनिङको कोइल यहाँदेखि सुरु भयो यसरी 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 घुम्दै यहाँबाट निक्लेर फेरि यो 9 बाट यसरी निक्लिँदाखेरि यहाँबाट निक्लेर फेरि कहाँ गयो यहाँ गयो है अब यताबाट फेरि के भयो उल्टो 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 घुम्दै आएर कहाँ आइपुग्यो यहाँ आइपुग्यो अब बल्ल रनिङको दुईटा पोइन्ट भयो यो रनिङको दुईटा पोइन्ट चाहिँ पछि हामी क्यापासिटर जोड्ने बेलामा चाहिँ हामी कहाँ के जोडिन्छ भन्ने कुरा चाहिँ फेरि हामी त्यति बेला कुरा गर्छौँ यसरी नै अब यो रनिङलाई हामीले के गरियो जम्मा अहिले 4वटा पोइन्ट थियो अहिले 2टा पोइन्ट बनाइयो कि बनाइएन हो त्यसरी नै अब हामी फेरि यो स्टार्टिङ चाहिँ के गर्नुपर्ने हुन्छ हामीले 2टा पोइन्ट बनाउनु पर्ने हुन्छ है ल अब यो चाहिँ रनिङको के अरे स्टार्टिङ पोइन्ट मान्नु पर्यो किनभने त्यहाँ हामीले 7 देखि सुरु हुन्छ भनेर भन्यो नि त्यो भएको भएर अब 7 देखि सुरु भएर हेर त कतिबाट निक्लिएको थियो यहाँ निक्लेको हो कि होइन कि हो अब यो चाहिँ अहिले कुन पोइन्ट मानेको हो यो इन्डिङ पोइन्ट हो यसको लगत्तै सुरु भएको कुन पोइन्ट हो स्टार्टिङ पोइन्ट हो नि यो स्टार्टिङ पोइन्ट यता 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 घुमेर लास्टमा निक्लेको कहाँ हो यहाँ हो अघि हामीले रनिङमा जे गर्यौँ अब अघि हामीले रनिङमा इन्डिङ जोडेको भए इन्डिङ जोड्नु पर्यो स्टार्टिङ जोडेको भए स्टार्टिङ जोड्नु पर्यो अघि हामीले चाहिँ यहाँ के गरियो यो या त यो इन्डिङ हो कि हैन इन्डिङ जोडेको भएर अब पनि हामीले यसको कुन जोड्नु पर्यो इन्डिङ र इन्डिङ जोड्नु पर्यो भनेको इन्डिङ भनेको कति कति नम्बर भयो 17 र 5 चाहिँ जोड्नु पर्यो बुझ्यो नि यहाँ निक्लेको थियो नि हो कि हैन यो र ल यो दुईटा जोड्नु पर्यो अब यो स्टार्टिङको इन्डिङ पोइन्ट भयो यो स्टार्टिङको स्टार्टिङ पोइन्ट भयो अहिले हामीले के गरियो यो 5 लाएर कतिलाई जोडियो 17 लाई चाहिँ जोडियो अब हामीसँग जम्मा कतिवटा मात्रै टर्मिनल बाहिर निक्ल्यो यो एउटा दुईटा तीनटा चारवटा अहिले हामीले जति पनि मोटर रिवाइन्डिङ गर्दाखेरि सिंगल फेजको रिवाइन्डिङ गर्ने बेलामा बाहिर चाहिँ टुप्पा हामीले कतिवटा निकालिदो रहेछ चारवटा मात्रै निकालिदो रहेछ हो कि हैन अब यसलाई चाहिँ चारवटालाई चाहिँ हामी क्यापासिटर कसरी जोड्ने भन्ने कुरा चाहिँ पछि फेरि युज गर्छौं तर अहिले हाम्रो रिवाइन्डिङमा चाहिँ यो 2 पोलको मोटर 24 वटा स्लट भएको 2 पोलको मोटरमा चाहिँ यसरी कोइलहरु चाहिँ हाल्न पर्ने हुन्छ हामीले हाल्दाखेरि है अनि त्यसपछि सुरुमा हामीले निकाल्ने बेलामा रनिङका 4वटा पोइन्टहरु निकाल्यौं किनभने यो 2 पोल भएको भएर दुई भागमा अघि यति मात्रै एउटा भाग हालिया थियो अनि फेरि स्टार्टिङमा हाल्ने बेलामा यो दुईटा गरेर फेरि हालिया थियो यो हाल्दाखेरि चाहिँ टोटल कतिवटा पोइन्ट निक्लियो थियो 8वटा पोइन्ट निक्लियो थियो त्यो 8वटा पोइन्टलाई हामीले कमन गरेर कतिवटा निकालियो 4वटा है अब सिंगल फेजमा चाहिँ किनभने हामीले 4वटा पोइन्ट निकाल्नु पर्ने हुन्छ नि त हो कि हैन त्यो भएको भएर ल आजलाई यति गरौँ धन्यवाद।